कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ। अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना कसरी कार्ययोजना गर्दाखेरि
जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ। उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ, अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना, कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ। उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ, अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण सरकार चल्दा जहाँ जहाँ कमजोरी छ त्यसको राम्रो अभिलेखीकरण उहाँहरूले राख्नु भएको छ। त्यसलाई डाटा एनालाइसिस गरेर तथ्याङ्कगत रूपमा अहिलेको 2026 सुहाउँदो कस्तो चाहिँ योजना, कसरी कार्ययोजना गर्दाखेरि जनताले सोचेको जनताको भरोसा युक्त चाहिँ कार्ययोजना विकास गरेर चाहिँ चलिन्छ। उहाँले अहिले गृह कार्य चाहिँ गरिरहनु भएको छ। कसरी काम गर्नुहुन्छ भन्दा पार्टीमा गाई कसरी सुनिन्छ, अहिलेसम्म जसरी काम चल्यो 2046 साल अथवा 2000 यी सम्पूर्ण